this is the first day of going trek. साथीहरु हामी फाइनली बस चाहिँ चढिसकेका छौं काठमाडौँ टु भुल्चोक सी यू अन डेस्टिनेसन हामी चाहिँ बसमा आको अनि अहिले चाहिँ हामी के रे वाशरुम गएर बसेको सी यू अन नेक्स्ट डेस्टिनेसन अहिले हामी चाहिँ ब्रेकफास्ट अरु खाना खाइरहेछ हामी ब्रेकफास्ट ल सुरु गरौँ हामी चाहिँ फाइनली भुल्चोक शाखा आइपुगेका छौं गोर्खा लगभग कति हामी 6 बजे हिँडेको अहिले 3:30 भयो लामो यात्रामा हामी दुई भाइ कुर्दै हाम्रो एउटा साथीलाई यो चाहिँ बजार यो चाहिँ मामा घर अहिले हामीलाई साथी लिन आइसकेको छ हाई गर्दियो साथी ओइ ल ल हुन्छ ल ल साथीहरु अहिले चाहिँ हाम्रो साथीले स्कुटर लिन साथी घर आइसक्यो छ हाम्रो सामान पनि आइसक्यो है हामी सामान लिँदै हाम्रो साथी चाहिँ सामान ओसार्दै छ लुक एट द भ्यू यस्तो दामी छ अनि साथीको घर चाहिँ है म त मन पर्दैन नि त चौचौधो बनायो तर जिन्दै बनाउन नआए जसरी बनायो अहिले है भान्जा कामै छैन पानी नउम्लिँदै उसले चौचो हालिदिइसक्यो हाम्रो हामीले चाहिँ हैन अलि युनिक तरिकाले जान्छौँ हामी हैन भान्जाले द अहिले चाहिँ हामी के रे लमजुमको पुल अनि हाम्रो साथी छ अर्को है हामी चाहिँ अब लास्ट हिँड्ने यार अब यत्रो टाढा चाहिँ खासमा भाले लिन आएको भाले र भाइलाई यहाँ छ पुरा भाइ चाहिँ यहाँ छ लगभग हामी कति 7 किलोमिटर 5 किलोमिटर हिँडेर बाटो पनि यस्तो छ बवाल ल फ्रम बेड अनि हिजो हामी 12:30 बजेसम्म रमाइलो गऱ्यौँ अनि अहिले चाहिँ भर्खर उठेको लगभग 8-10 बज्दैछ है बिहानको हो रहेछ ल एकछिनमा फेरि भेटौँला अहिले फ्रेस भएर हामी कफी खाँदैछौँ कफी त साथीले बनाएको हाम्रो साथीहरू यहाँ छ गुड मर्निङ गाइज ल केटा अब तिमीहरूलाई चाहिँ म हिमाल देखाउँछु समातेको छु अनि यो कुन हिमाल रे साथी यो चाहिँ मनासलु है यतापट्टिको मनासलु यो चाहिँ साथीले बौद्ध हिमाल काम भइसक्यो बिहान बिहान हामी भर्खर उठ्दैछौँ आज चाहिँ डे 2 अनि आज हामी चाहिँ गाउँ डुल्न जाने है होइन साथीहरू आज आज डे 2 कहाँ जाने चाहिँ थाहा छैन जान चाहिँ जाने हो कहाँ जाने थाहा छैन ल यहाँ हाम्रो नयाँ हेयर कटाइ हुँदैछ हाम्रो हेयर कटाइ पनि बवाल छ हैन यस्तै छ है हाम्रो दिन यसरी बित्दैछ अब हामी एकछिनमा गाउँ डुल्न जान्छौँ त्यतिखेर तपाईहरुलाई देखाउनु हाम्रो चाहिँ अर्ग्यानिक कोल्ड कफी मिल्कको बन्दैछ ल यो उ चाहिँ लास्टै गोरो देखाछ आज फेस वास हानेछ सही हो धेरै दिनपछि अनि मैले नै हान्न ताने दुईचोटी हान्न लाग्यो केटाहरुले यो चाहिँ लोसन हानेर फेस वास लाउने त्यो नाम पनि नपढ्ने मन पर्दा हाम्रो त्यस्तो भयो ओके ल अहिले चाहिँ हामी कफी सफी खाएर हैन पुरा रेडी भएर निस्किसकेको छौं कालाला साथी पौडी हान्नलाई हो पेट दुखेर नि आज पौडी हान्न जानलाई है कफीले गर्दा हामी सबैजना कफी चाहिँ डेन्जर रहेछ है केटाहरुले बनाएको कफी अहिलेको गीत राम्रो हो अब खोलामा गएपछि देखाउँला हामी चाहिँ अहिले पुलमा आइपुगेका छौं हिँड्दा हिँड्दा सस्पेन्सन ब्रिज आमामा डह्रो हल्लिँदो रहेछ ल यो चाहिँ धानबारी यहाँ खोला छ
यहाँ चाहिँ म छु है आइपुग्यौँ ल साथीहरू जाँदैछ ल पास गरौँ होइन यो ट्रायल पास गरौँ न पहिला खोलाको ल साथीहरू खोलाको ट्रायल पास गर्दैछ खोला ल यो पानी चाहिँ सफा छ है अब मन जानुपर्ने हुन्छ गाई म चाहिँ बिस्तारै जान्छु हामी चाहिँ अहिले ठ्याक्क हामी खेल्ने अहिलेको लागि स्विमिङ खेल्ने ठाउँ दह यहाँ साथीहरू छ अब पानी सफा छ अब यहीँ खेलिन्छ आज यो आजको हाम्रो सेकेन्ड डेको यही हो अनि अन्तानी जानु छ गयो भने देखाउँला खोलामा आइसकेको छौँ लास्ट चाहिँ चिसो यारहरू चाहिँ छ यहाँ है भाइ यहाँ छ वाइल्ड चिसो पानी पानी पनि सफा छ है बबाल चिसो यार फ्रिजभन्दा चर्को ल अहिले त पौडी खेलेर सकिसक्यो अब हामी चाहिँ अब जाडो भयो घाम ताप्ने सनबाद अनि यहाँ केटाहरू छ आगो बाल्दैछ जाडो हुँदा आगो बाल्दै हामी लास्ट चिसो भनिदेऊ त साथी यसको च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला हामी चाहिँ अहिले पौडी खेलेर निस्किसकेका छौँ धानबारीमा हिँड्दैछौँ है टक्क लाएर धानबारी चाहिँ दामी छ क्या फलिसक्यो धान चाहिँ है साथीहरू चाहिँ त्यहाँ छ तर दामी छ है यहाँको गोर्खाको गोबान भन्ने खुवाउँदैछ फल तर मिठो रहेछ खै साथी ल्याउ त चाख्नु एउटा कस्तो हुँदो रहेछ यहाँ रियाक्सन दिउँ यस्तो हुन्छ है दामी मिठो हुँदो रहेछ खतरा मिठो हुने यार हराइसक्यो साथीले अम्बा टिपेर दियो मलाई धन्यवाद साथी अम्बा टिप्नलाई साथीहरू जोडका तोड गर्दैछ अर्ग्यानिक अम्बा ल यहाँ अम्बा चाहिँ एउटा पाइसक्यो अब म टेस्ट अहिले चाहिँ हामी निस्क्यौँ तर कहाँ निस्क्यौँ थाहा छैन साथीले कहाँ लिएर होइन तर हामी जाँदै छौँ कहाँ जानु ल साथी हामी ल डेस्टिनेसनमै पुगेर भिडियो गरौँ ल कहाँ लिएर आयो भन्दाखेरि खासमा यहाँ के अरे सुन्तला लिएर आएछ भोलिको लागि होइन अनि हाम्रो भाइ चाहिँ उहाँ माथि छ बत्ती बाल्दैछ हो त्यही हो चोर सुन्तला चोर यहाँ यही हो मास्टर प्लान बनाउने यही रहेछ स्पेसल हाम्रो चाहिँ अब भोलिको लागि चाहिँ सामानहरू रेडी भइसकेको छ होइन केटाहरू त्यहाँ सामान रेडी गरेर बसिरहेछ एउटा यहाँ चेक हान्दैछ स्लिपिङ ब्याग अर्को सर उहाँ टेन्सनमा छ किन थाहा छैन हाम्रो यो चाहिँ सामान है यसको छुट्टै पारा छ गेम पनि चल्दैछ है अब भोलि अब सुत्ने अब भोलि उठेपछि फेरि सुरु गरौँ न भोलिको दिन गुड मर्निङ आज डे 3 अनि आज चाहिँ हामी नागे पोखरी जाने प्लान छ अहिले चाहिँ बिहानको 6 बज्यो अब चाहिँ हामी उठेर फ्रेस भएर जानेछौँ केटाहरू चाहिँ सुतिरहेको छ मस्त ल केटाहरू नउठ्ने यस्तो सुतिरहेछ अनि अहिले चाहिँ हाम्रो कालो मुसो दल्ने कार्यक्रम चल्दैछ यहाँ हाम्रो भान्जो यहाँ अर्को यतार यो अब ह्यान्डसम भइन्छ कि मेरो कुरा हो जन्मदिनसम्म ह्यान्डसम बाँध्नु भएको थिएन भइसकिस् मुखसुख धोएर अहिले यतिको गोरो चाहिँ भयो होइन यो चाहिँ आफ्टर लुक्स हो अनि यिनीहरू पनि गोरो गोरो देखाएको छ भान्जो त अघि कालो थियो अहिले गोरो अर्को यो त झन् गोरो मान्छे
म त झन् पहिलेदेखि गोरो जन्मिँदेखि गोरो हो त्यही पनि अझै कालो भयो कि जस्तो लाग्यो यो त झन् गोरो त्यो त लास्टै गोरो देखाएको छ रे हो चारकोल चाहिँ ऊ भयो जस्तो सबभन्दा गोरो चाहिँ हाम्रो उ त्यो ल अहिले चाहिँ भात खाने सुरुवात हुँदैछ हाम्रो अब यसपछि चाहिँ हामी रेडी भएर जानेछौँ अब हामी चाहिँ लागियो घरबाट हिँडिसकेको छौँ सब प्याक हानेर आजको ट्रेक चाहिँ हाम्रो नागे पोखरी है ल भारी त बाहेन नि भारी बाहेन दिस इज बिफोर ट्रेक हामी है ल है हिँड्यो ट्रेकिङ अहिले चाहिँ हामीलाई ट्याक्सी लिन आएको छ 20-25 मिनट हिँडेर माथि आइपुग्यो है अहिले 20 मिनट हिँड्दा त यस्तो छ हालत है यिनीहरूको अब यहाँबाट चाहिँ हामी सिरान डाँडासम्म चाहिँ ट्याक्सीमा जान्छौँ त्यहाँबाट फेरि हिँड्नेछौँ फेरि त्यहाँ त्यति बेला देखाउँला है त हाल्यो मायाको डोरीले गोर्खे कुकुरी जादु हाल्यो गुर्सेली छोरीले हाल्यो मायाको डोरीले गोर्खे कुकुरी अहिले चाहिँ हामी यहाँ बजारमा यसो अलिअलि सामान किन्न आएको है ल हिमालु चाहिँ यहीँबाट देख्दैछ अलिअलि त खै साथी टाउको हटाउ हिमालु यहाँ छ ल हिमाल उसको नाक पनि हिमालै हो छड्के हिमाल ल कति राम्रो हिमाल आएको छ ट्याक्सीबाट झरेर अलिअलि सामानहरू किनेर अनि अब चाहिँ अघि ट्याक्सीमा आएको अब चाहिँ हाम्रो हिँड्ने यात्रा सुरु हुँदैछ रियल ट्रेक चाहिँ अब सुरु हुँदैछ है अब पुरै ठाडो भर्याङ यो डाँडा काटेर जानुपर्छ त्यसले के चक्लेट खाँदैछौँ होइन अब खै साथी चक्लेट डाँडाको टपमा हामी चक्लेट खाँदै हामी चाहिँ भान्जा खै कहाँको हरायो हो मेरो चाहिँ यही मुखमै छ है अहिले चाहिँ एकछिन हल्का सानो 2 मिनटको रेस्ट बाटो त लामो छ यही भर्याङ हो अहिले चाहिँ लगभग 1 बजेको छ अनि हामी चाहिँ हिँड्दैछौँ तर बाटो चाहिँ राम्रै छ त्यस्तो गाह्रो चाहिँ छैन दामी छ है हजुर साथी एकदम हो कस्तो लागिरहेको छ तिमीलाई एकदम बवाल एकदम रमाइलो होइन चिल एकदम स्विट नेचर एकदम ल जति नजिक आयौँ हिमाल त्यति नजिक आउँदैछ हिमालले हामीलाई खुसी बनाउँदैछ है हो क्या साथी ल हिमाल चाहिँ त्यहाँ छ यता झर्ना नि रहेछ उ त्यहाँ उयो खतरा रहेछ त्यहाँ चाहिँ जान मिल्दैन त्यो चाहिँ एउटा हामीले गोठ भेटेको छौँ यहाँ चाहिँ सबै चिज रहेछ दाउरा सौरा होइन अनि यहाँबाट चाहिँ ठ्याक्कै छुट्टिने रहेछ यहाँबाट चाहिँ ठ्याक्कै ठाउँ छुट्टिँदो रहेछ कहाँ जाने भनेर होइन यताबाट गयो भने दुध पोखरी यताबाट गयो भने नागे पोखरी वेलकम टु दुध पोखरी देखाइदियो नि ए यताबाट यहाँबाट हिँड्दा थाकिसक्यो हाम्रो आजको डेस्टिनेसन चाहिँ त्यो डाँडा त्यो माथिको त्यहाँ पुग्नुपर्छ यो सहिलेसँग रमाइलो भइरहेको छ होइन त थाकेको छैन यो चाहिँ लास्ट डेस्टिनेसन हो होइन पानी पाउने ठाउँ चाहिँ है योभन्दा माथि चाहिँ अब पानी पाउँदैन सिधै पोखरीमा पुगेपछि पोखरी पुग्न कति 2 घन्टा लाग्छ साथी 2 घन्टा जस्तै 2 घन्टा जस्तै लाग्छ है ल त्यहाँ हेर त बोर्डमा छ लेख्न त लेखाएको छ कति घन्टा ठ्याक्कै 2 घन्टा अब भनेपछि लगभग त्यस्तै बादल नै ढाकिसक्यो यत्रो भइसक्यो हिँडेको अझै आउँदैन अझै 2 घन्टा बाँकी जस्तो छ
अहिले कति 4:30 भइसक्यो हिँडेछौँ हिमालय सररा हिमाल चुली पाटुरी पाटुरी हिँड्दा लगभग 5:30 भइसक्यो जाडो नै हुँदैछ चिसो माथि आएपछि चिसो त अहिले हामी ठ्याक्कै 3200 मिटर हाइट माथि छौँ हिमाल चाहिँ दामी देखिरहेको छ अहिले बेलुका पारी गरेर बस्ने हामी उतै हो त्यो कोठ हो त्यही गरेर बस्ने कहाँ बस्ने यता चाहिँ आइज नि यता अहिले चाहिँ हामी नागपोखरी भन्दा 10-15 मिनट चाहिँ तल छौँ अनि आजको हाम्रो बास चाहिँ गोठमै हुन्छ होइन अनि आज गोठमा हुन्छ अब गएर अब आगो सागो बान्ने खानेकुरा खाने रेस्ट गर्ने माथि आइसकेपछि चाहिँ एउटा दामी टोइलेट भेटेको छ होइन टक्क यहाँ बस्ने यसरी अनि उता साथी भ्यू माउन्टेन हेर्दै हग्ने है यहाँ चाहिँ एउटा स्पेसल टोइलेट 1 and 1 आजको हाम्रो बसाइ चाहिँ यही गोठमा है हामी चाहिँ अब यही गोठमा बस्ने आज ल ल हामीको आज हामी आइबस्ने आगो पनि बाल्यौँ हामीले पूजा गर्दैछौँ हामीले अब हामीले केही अन्जानमा केही बिराएछौँ भने केही गल्ती गरेछौँ भने माफ पाउँ अहिलेलाई अब हामी यसपछि अब लुगासुगा लाएर अब टक्क खानासाना खानुपर्छ अनि त्यसपछि के हुन्छ कन्डिसनहरू बसेपछि अब यस्तै हो म्यानेज गर्नु चाहिँ हाम्रो अहिलेको लागि यसो ब्याकअप यो चाहिँ हाम्रो ब्याकअप आजको हाम्रो रात चाहिँ यतिकै बित्या छ है है ल आज यही खाइन्छ स्लिपिङ ब्यागहरू रेडी भइसक्यो अब खाने सुत्ने भोलि विल सी यु टुमारो गुड नाइट सी यु इन डेपो गुड मर्निङ अनि आज चाहिँ डेपो अनि आज हामी बिहानै उठ्छु अनि जान्छु भनेको बिहानदेखि 4 बजीदेखि पानी पऱ्यो अनि त्यसपछि आज हाम्रो घुमाइ चाहिँ होला जस्तो छैन पानी परेको छ हो कि होइन साथी निन्द्रामै हो ओ साथी के गर्यौ तिमीले उठेर म त उठेर पानी सानी तताएर टक्क रेडी छ अब तातो पानी खाने ल त अब यही हो आज चाहिँ पानी परेको छ है बेलुका लास्टै जाडो छ हल्का रुगा लाए जस्तो पनि भइरहेछ अब मौसम खुल्यो भने चाहिँ अब भनेको देखाउँला मौसम खुलेन भने के हुन्छ आज है बास हुन्छ कि अब के हुन्छ उठियो अलिअलि तातो पानी पनि खाइयो मौसमले चाहिँ आज साथ दिएन हिमाल चाहिँ देख्दैछ बरु अलिअलि हिजो हामी है बसेको हो यसकै सहारामा अहिले म चाहिँ गोठ भ्रमण गर्दैछु अलिअलि सामान पाउँछ कि भनेर अनि अलिअलि सामान चाहिँ पाइयो है गोठ पनि राम्रो छ यहाँ जे होस् बस्नलाई चाहिँ यहाँ टन्नै गोठहरू छ धर्मस्थलहरू छ है दामी अहिले मौसम नखुलेर अलि उ देखाएको छैन मौसम खुलेपछि चाहिँ यहाँ दामी हिमाल देख्छु हिमाल यहीँ नजिकमा थियो अहिले चाहिँ म यहाँ गोठतिर आउँदैछु गोठतिर अहिले चाहिँ मैले चाहिँ भात तरकारी पकाएँ होइन मासुहरू पकाएर अहिले चाहिँ यसो हल्का पानी पर्दैछ त्यही पानी हल्का पर्यो भएर यसो बाहिर के छ स्थिति भनेर हेर्न आएको हिमाल चाहिँ खासै देखाएको छैन है त्यही पनि यो चाहिँ गोठहरू हो गोठै गोठ छ यो भ्यू हाम्रो मासु र भात आजको लागि है यही हो आज बिहानको डिनर अन्त साथी एकदम हो साथी ल आज चाहिँ हाम्रो बास यही हुन्छ अब बेलुकासम्म अब के हुन्छ हेरौँ मौसम अझै खुल्ला छैन 1 बजिसक्यो भात पनि खाइयो आज चाहिँ घाम लाग्ला जस्तो लागेन तर अलिअलि हिमाल चाहिँ देखाएको छ अब पुरै हिउँ परेको छ हिमालमा चाहिँ होइन हामी बसेको चाहिँ यहीँ हो चाहिँ हिमाल खुलेको छ अलिअलि गर्दै होइन हो कि केटा यस्तो दामी देखाएको छ होइन जस्ट लुक एट द भ्यू
अझै फुल होइन कि असर यो त अझै फुल होइन लुक एट द भ्यू जस्ट पानी परेर है यतिको चाहिँ देखियो फाइनली लास्टमा यस्तो दामी देखाएको छ होइन 360 भ्यू देख्थ्यो तर ल अनि हेर्नु पछाडि हिमाल एन्ड इट्स मी हो क्या हल्का अगाडि छ अहिले चाहिँ भ्यू हेरेको अहिले चाहिँ दामी देख्दैछ पानी चाहिँ परिरहेको छ त्यही पनि दामी देख्दैछ क्या यो चाहिँ खोल्सा चाहिँ डेन्जर रहेछ है ए उतातिर नि हिमाल देख्थ्यो तर अहिले पानीले गर्दा उसले गर्दा देखेको छैन कस्तो हावा लाग्दो रहेछ नागपोखरी आइपुगेका छौँ है साथीहरू पोखरी चाहिँ हो दामी भ्यू देखाउँछ है तपाईँहरूलाई अब टक्क सिनेमेटिक त बन्दैन त्यही पनि ल पोखरीको चाहिँ आइपुग्यौँ हामी तर भने जस्तै हिमाल चाहिँ देखेको छैन किनभने अब वेदरले लास्टै साथ दिएकै छैन आज हिजो अब भोलि के हुन्छ भोलि साथ दियो भने चाहिँ हामी अवश्य हिमालतिर जानेछौँ है यो चाहिँ नागपोखरी 250 मिटर माथि हाइटमा हावा पनि डेन्जर चल्दो रहेछ ल यहाँ चाहिँ खुट्टाले नै पानी टेक्नु हुन्न रे है यो चाहिँ माथिबाट देख्ने पोखरी है गोठहरू अनि हामी बसेको ठाउँ चाहिँ यो हो है अनि यहाँ चाहिँ हेरिरहेको छ अनि यतापट्टि चाहिँ 5 पोखरी छ भन्नुमा सुनेको छ मेरो साथीले भनेको हो साथी दुईटा यो पनि होला सायद पानी होइन ठ्याक्कै यो खोल्चामा छ छेकेको छ डाँडा चाहिँ उयो डाँडाबाट र उयो डाँडाबाट चाहिँ बवाल हिमाल देख्छ हिमाल ढाका छ 180 देख्छ तर 180 नै देख्छ तर के गर्नु ट्रिमले साथ दिएन आज ठिक छ भोलि खुल्यो भने भोलि देखाउँछौँ हामी ल यो चाहिँ आजको हाम्रो रातिको लागि देखाउनु पर्यो भयो साथी ल हाम्रो चाहिँ आज स्पेसल गुन्द्रुक र भात जाडोको लागि कस्तो केटा दामी छ होइन 5 स्टार भन्दा बवाल हो होइन यहाँ टक्क आएको बालै छौँ हामी 4 जना टक्क दामी भइरहेको नि साथी होइन एकदम बवाल एउटा ल्याङ त्यो कुहिरोले गर्दा लास्टै भयो बग्यो खोला बेसी जान समय तिम्रो माया कलेजीमा डम्मै बग्यो खोला बेसी जान समय तिम्रो माया कलेजीमा डम्मै खैमा गाजर लपकै बन माया लाइदियो कि छपकै पैसैमा मर्छु पो क्यारे बन सोची बरोबर नडाटी यो बन्दैछ यही हो हाम्रो ट्याक्टिस नाचेपछिको हाम्रो ट्याक्टिस नयाँ ओके हाम्रो सेकुवा कस्तो साथी मिठो आज चाहिँ डे 5 अहिले चाहिँ 6:15 भइसक्यो आज चाहिँ अलिअलि पानी रुकेको छ अब उठिन्छ फ्रेस भइन्छ
पोखरी गइन्छ, पूजासुजा गरिन्छ, अलिअलि घुमिन्छ अनि ब्याक टु होम। रेडी सेडी भयो। अब हामी सब निस्किनु लाग्यो है। अब यहाँबाट निस्केर पूजा गरेर ब्याक टु होम। हेलो ब्रदर, हामी टक्क पूजा हुँदैछौँ। हामी यहाँ बसेको यहाँ चाहिँ यहाँ हो। अब पूजा हुन जान लाग्यो हामी टक्क। त्यस पछाडि अनि हामी फेरि घरतिर लाग्छौँ है त गाइस। आऊ न साथीहरू, अब डाँडा जानुपर्छ क्या, अलि जोस्यौँ। हामी चाहिँ नागे पोखरी आइसक्यौँ। पोखरी चाहिँ यही हो। हिमाल पनि देख्दैछ हल्का, हिमाल चाहिँ खुल्लिँदैछ हल्का। अब हामी चाहिँ यहाँ पूजा गर्छौँ होइन। ल यो चाहिँ नागे पोखरी हो यहाँको। ल पूजा गर्नलाई हामी तयार भइसकेको छौँ। अब पूजा गरेपछि हामी माथि डाँडामा गएर फेरि देखाउँछौँ। त्यहाँ तल नागेमा हामीले पूजा गरेर अहिले चाहिँ हामी कैलाशमा आइपुग्यौँ है। चाहिँ कैलाश शिवजी है। ल यहाँ माथिबाट चाहिँ नागे यस्तो देख्छ, नागे पोखरी। हामी तल शिवजीलाई नि पूजा गऱ्यौँ। अनि अहिले चाहिँ हामी गौतम बुद्ध भएर आएको छौँ पूजा गर्नलाई। यो फुल चाहिँ म बुद्धलाई राखिदिन्छु। ओम मानि पेमे ओम। ल शान्तिको प्रतीक राख्दै। अरू भन्दा नि हामीलाई मौसमले चाहिँ साथै दिएन। हिमाल नजिक आउँदा नि खुल्लिएन, पानी परिरहने। कहिले के हिमाल त्यही डाँडामा देख्थ्यो अनि मौसमले दिएकै छैन, हुस्सु मात्र लागिरहेछ। जे पनि ठिकै छ। योपालि यस्तै भयो, अलिअलि हिमाल हेरियो। अब हामी सिधै घर जान्छौँ, यति हो आजको लागि चाहिँ। फेरि पानी पर्ने सम्भावना देख्दैछौँ, त्यही भएर अब हामी सिधै घर लाग्छौँ यहाँबाट काहीँ नभुलिकन। बाई बाई टु नागे पोखरी। कस्तो दामी देख्ने क्या यो रिफ्लेक्ट गर्दा होइन। अझ घाम लाग्यो भए दामी देख्थ्यो। ठिकै छ। आज हाम्रो डेस्टिनेसन यहीँ। अब घाम पनि लागेन, मौसमले धोका दिइहाल्यो। ठिकै छ। नेक्स्ट टाइम अब हामी अर्को ट्रेक जाँदैछौँ, त्यति बेला अर्को भ्लगमा भेटौँला। अहिले चाहिँ हामी गोठमा आइपुग्यौँ हिँड्दा हिँड्दा। अनि अहिले चाहिँ हामी यस्तो यहाँको लोकल दही मही रहेछ। अब दही भयो नि खानुपर्छ भनेर आएको छौँ। मही लोकल मही उहाँहरूले दिनुभएकै मही खानु भए चाहिँ आउनु। यहाँ चाहिँ भेडाहरू छ। डोको बन्दै हुनुहुन्छ। उनीहरू चाहिँ भेडा हेर्न बसे। भेडाहरू अर्को साथीहरू है। कसरी दिखाउन हामी केही हामीसँगै भेडासँग देखिने किन्ने भेडा जित त्यो भिडियो त राम्रो बिहान टाइममा हिँड्छ। अहिले चाहिँ हामी रोड तल आइसक्यो। रोड तल चाहिँ एउटा यस्तो दामी, अब यो होमस्टे भन्ने के हो चाहिँ थाहा छैन, तर स्ट्रक्चर चाहिँ दामी छ। ल हामी आउने बेला चाहिँ एकैछिन आइपुग्यो। आधी घन्टा कति रे? आधी घन्टा कति घन्टा लाग्यो साथी भन्नु? 2 घन्टा 1.5 घन्टा लाग्यो। 2.5 घन्टा लाग्यो। हामी चाहिँ घर जानु लाग्यो। पछाडि देखाउन कस्तो छ स्थिति हाम्रो नै लडिङ लड्ने। ल घर आइसक्यौँ फाइनली एट होम। हामी चाहिँ अहिले फ्रेस भयौँ, नुहायौँ। अनि त्यसपछि हामी चाहिँ अहिले बेडमा यसो हल्का रेस्ट गर्दैछौँ। अनि हाम्रो होल एक्सपिरियन्स कस्तो भयो? एक्सपिरियन्स गरियो। गाउँघरको एक्सप्लोर
गाउँहरू र लेकको हिमाल देखियो हिउँ देखियो एउटा स्याड पोइन्ट चाहिँ के हो भन्दा हामीले हिमाल चाहिँ राम्रोसँग देख्न पाएन। 180 डिग्रीमा चाहिँ कहिले नपरेको पानी फेरि हिजै मात्रै पर्थ्यो होइन यत्रो हिउँदपछि हिजै पानी पर्थ्यो त्यही भएर हल्का ब्याड भयो त्यही पनि अझै बेटर एक्सपिरियन्स भयो होइन रमाइलो भयो भनौँ धेरै रमाइलो भयो रहन धेरै रमाइलो भयो एकदम दामी भयो समग्रमा चाहिँ दामी भयो होइन बेस्ट एक्सपिरियन्स। अनि भित्र चाहिँ मम्मी बाबाले ढेँडो पकाउँदै हुनुहुन्छ ढेँडो भात खाइन्छ अनि आजको लागि रेस्ट गरिन्छ। लोकल ढेँडो भातसँग लोकल मासु अहिले ढेँडो र भात खाएको पनि देखाउँछ। ल है हाम्रो चाहिँ यहाँनिर बाबाले ढेँडो पकाउँदै हुनुहुन्छ। ढेँडो चाहिँ पाक्दैछ है हाम्रो अर्ग्यानिक ढेँडो। यो गहुँको पिठो र मकैको पिठो बनाइयो कोदोको चाहिँ भोलि बिहान खाने हुन्छ। यो चाहिँ मकै र गहुँ लोकल कुखुराको मासु लोकल कुखुरा लोकल ढेँडो। मम्मी चाहिँ यहाँ लसुन छोराउँदै हुनुहुन्छ साथी। चखाउँछु होला छोरा ल यहाँ चाहिँ ल लोकल कुखुरा है ल ठिक हुन्छ ल। मम्मी चाहिँ यहाँ छोडाउँदै हुनुहुन्छ लसुन। ल है ल सबै छ यहाँ। म चाहिँ दर्शक हेर्ने होइन के भइरहेको म्यानेजमेन्ट गर्ने गाह्रो हुन्छ कि त्यसरी एकदमै गाह्रो हुने राजा यो हाम्रो होमस्टेको नाम के हो अरे आदर्श होमस्टेमा चाहिँ सबैलाई स्वागत छ आउनु होला। लोकल कुखुराको टेस्टसँग लोकल ढिँडो टक्क सराप सराप खानुपर्छ है त। ल ल बाबाले चाहिँ यहाँ ढेँडो पसिँदै हुनुहुन्छ अहिलेको लागि। अनि हाम्रो यहाँ लोकल पाक्दैछ यहाँ लास्टै बिजी। अब यो टेस्ट गरिन्छ मिठो भएको छ आई नो हो क्या नि साथी एकदम हो साथी। यो अलि टक्क हामी ढेँडो खाने क्रममा ल मम्मी हाम्रो बाबा चाहिँ यहाँ पस्किँदै हुनुहुन्छ। ओके मिठ छ नि दामी ढेँडो नि खाइयो ढेँडो चाहिँ दामी मिठो थियो। अब आजबाट यो भ्लग सकियो। यो भ्लगलाई यतिमै टुङ्गाउँदै बाई भन्न चाहेँ।